जेन्दिलै यसो गरेर पनि 1.5 भाग अनि 1 भाग यता जेन्दिला आधा भाग भइहाल्यो त्यही गर्ने अनि यता तपाईँहरू पनि पकाएर खायो त्यहाँसँगै अब छुट्टीमा पुरै हुन्न नभए कोही भेटाएन म जान्छु मलाई त मासु अघि नै सुनाएँ त अनि मैले साउले कुखुराको भुडे मासु ल्याएर त म 2 दिन के अरे पेट दुखेर मिलाएर खाने हो नि त कसैले नउठाए म उठाउँछु म त मासु त दिएन नि कोइराला चाहिँ मासु पारोखी हो के अरे उसले चाहिँ उठाउँछु म 2 केटाहरू चाहिँ जुडेर हुन्छ मै उठाउँछु 2-4 भाग भनेर त्यही हामी चाहिँ 8-10 केजीको चाहिँ खोजिरहेछौँ बोका 8-10 केजीकोलाई चाहिँ लगभग 80-90 हजार जस्तो नेपाली पर्छ क्या अलिकति महँगो नै पर्छ अनि यस ठिकै छ बाहिरको चाहिँ अलिकति पानी परिरहेछ साथीहरू बाहिरको वातावरण चाहिँ यस्तो छ लेट गरौँ बुढाले यार अनि साथीहरू कतिपय धेरै साथीहरू चाहिँ अब हामी जस्तै विदेशमा हुनुहुन्छ होला विभिन्न आउट कन्ट्रीहरूमा नेपालको अवस्था एकदमै जेन्जी प्रोटेस्टले झन् एकदम खलबलाइरहेको छ तपाईँहरू हामी सबैलाई जानकारी छ जे होस् अब छिटै अब देशमा शान्ति सुरक्षा राम्रो चाहिँ हुनेछ जे होस् आशा गरौँ जे हुन्छ राम्रोको लागि हुन्छ तपाईँहरू पनि अब विदेशमा हुनुहुन्छ भने चाहिँ अब साथीहरूसँग भेटघाट गरेर आफ्नो समय चाहिँ एकदम रमाइलोसँग बिताउनु होला अब जति पनि परदेशमा हुनुहुन्छ नेक्स्ट वर्ष अर्को वर्ष होइन दसैँ फेरि फ्यामिलीसँग चाहिँ मनाउन सकिन्छ होइन कति पनि दुःख पिर नमान्नु होला आफ्नो काममा चाहिँ व्यस्त हुनु होला भन्छु यता चाहिँ सामुनिम चाहिसक्यो साजाङ बुढोले चाहिँ भात खाँदैछ अरे तपाईँहरूलाई चाहिँ यसो रमाइलो गरेको भिडियोहरू चाहिँ देखाउने कोसिस गरिरहेको छु बोलायो हामी खोसी हेर्न जाँदैछौँ गाइस ल भिडियो सेयर गर्ने केटाहरू अगाडि हिँडिरहेछ ल म चाहिँ हामीहरू चाहिँ खोसी हेर्न गइरहेछौँ 8-10 केजीको भयो भने चाहिँ जे होस् लिएर जाने भनेको होइन 12-15 केजी भए पनि ल्याइन्छ होला खसी कोरियामा चाहिँ खसी बोकाहरू चाहिँ अलिक महँगो छ अब महँगो भए पनि चाहिँ ल्याउन त पर्यो खानु पर्यो बिरालो खसी पसल यो के गाइसहरु हामी खसी पसल जाँदैछौँ बाटो चाहिँ लासु रहेछ यार झुर रहेछ नि त जङ्गल कुकुरहरू पहिले चाहिँ कुकुरको मासु पनि खान्थ्यो रे कोरियाले अहिले त अब कानुनी रूपमै अलिकति नखाने भनेर चाहिँ कानुनै संशोधन गरेर बनाइरहेछ तर अलि पुराना बुढाहरूले चाहिँ जे होस् कुकुरको मासु पनि खान्छ रे गाइजहरू अहिलेको यङ जेनेरेसनले त खाँदैन होइन खुर्सानी हाम्रा खसी खाने पार्टीहरू यिनीहरू हो के अरे भत्तो मासहरू सकरखण्ड के काँक्रा कवलेहरू साजाङ नेम्बुडा यहाँ छ कवले चाहिँ ठुलो रहेछ फर्सी
일로 옮겼으면 옛날에 저기 위에 있는데. खसी पसल ओहो जङ्गल 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 ल जङ्गल रहेछ यार नेपाल जस्तै लगभग लगभग उस्तै उस्तै छ ओहो हिला यहाँ चाहिँ खसी पसलेहरूले नै केटा फोहोर रहेछ यार आमामा के साह्रो फोहोर हो बाहिर चाहिँ यहाँ चाहिँ अरू व्यक्तिहरूले चाहिँ काटमार गर्न मिल्दैन जहाँबाट किन्छ त्यहीँको हिसाबले नै काटकुट गरिदिन्छ सफा गरिदिन्छ होइन त्यहाँदेखि चाहिँ अब खसी चाहिँ म देखाउँछु ल गाजहरूलाई के साह्रो फोहोर हो यार औ भाले कोरियाको बाख्रा बस्ने फोहोर गाजहरू ठिक्काको लिएर हिँड्नु हुन्छ कि धेरै ठुलो पनि पर्दैन ठिक्काको लिएर हिँड्नु भित्र चाहिँ गएन राइजहरू यार खसीहरू किलोको इमान सामसा त सस्तो रहेछ त यस्तो त यो हेर्दै घिनलाग्दो के नानीहरू एकजना यहाँ आउनु भयो तिमीहरूको टिम पनि यहाँ हेरौ त राम्रै छ किलो किलो लगाएर त्यही गोप्छ यस्तो किलो र त के नानीहरू हेरौ त ओ त छिट्टो ओ त सिङ भएको त्यो ठुलो सिङ भएको हुन्छ त्यो त ठुलो ठुलो हुँदैन नि केटा हो धेरै ठुलो होला नि बोका हो कि बाख्राहरू भन्छु यार म त यही लाउनु भन्छु कि कति नै गर्छ रे यही लैजाऊ के केटा हेर्नु न